ऊपर का टिश्यू खा देगा ऊपर का टिश्यू जब ज्यादा ऐसा मतलब की वजह से हल्ला नगरौँ त। गुड मर्निङ सबैजनालाई दर्शन नमस्ते गर्न चाहन्छु। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। म सानी कमला। अनि साथीहरू भिडियो आएको थिएनन्, मैले खासै भ्याएको थिएन भिडियो बनाउन। आज नयाँ भिडियो आउँदैछ है, अन्तिमसम्म हेर्नु होला। अनि त्यसपछि सब्सक्राइब पनि गर्नु होला सबैजनाले। एकदमै राम्रो राम्रो भिडियोहरू ल्याउन पाऊँ हजुरहरूको सामने। अहिले त यो मेरो सानो कोसिस हो, सबैजनाले सब्सक्राइब गरेर सपोर्ट गर्नु होला साथीहरू। फाइनली यहाँ मैले भात बसालिसकेँ, भात पनि बसालिसकेँ। तरकारी हिजो बेलुकीको छ, म देखाइदिन्छु। तरकारी यस्तो दामी छ नि हिजो बेलुकीको मेरो तरकारी। अलि उज्यालो देखियो नि, लाइट बाल्यो नि। 5वटा थोरी तरकारी मिसाएको कि हेर्न, 5वटा थोरी तरकारी यस्तो दामी छ नि। यिनीहरूले कराईमा मेरो खाना, मलाई त कतिले कराईमा खाना हुन्न भन्नुहुन्छ, तर मलाई कराईमा यति मनपर्छ खाना। आमामामा कम 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 खाने। अझै यसमा खुर्सानी राख्न छ। फाइनली साथीहरू म खाना खाँदा कराईमा यस्तो मिठो लाग्छ मलाई कराईमा। के खाना खानु भयो त? के खाना खानु भनेर सोधिनु मैले। भात मासु खायो। मासु भात खाएको। फाइनली मैले खाना भ्याइसकेँ। खानु नि हौ, खत्तम हो गया। यसरी चाड्दा पनि त मिठो हुन्छ। खाना एकदमै मिठो थियो, एकदम दामी। सबैजनाले सब्सक्राइब गर्न होइन भने सब्सक्राइब गर्नु होला, सबैजनाले माया गर्नु होला।
अझै राम्रा 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 भिडियोहरू त आउन नै बाँकी छन् नि साथीहरू। बाई 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 बाई।